नमस्ते, यो चाहिँ आरएसएमाको चाहिँ आरएसएमा चाहिँ भन्ने यो स्टेसन हो। यो चाहिँ यहाँ चाहिँ छिनछिन देन्सा चल्छ। छिनछिन देन्सा भनेको चाहिँ छिनछिन देन्सा भनेको चाहिँ कस्तो भने चाहिँ सानो खाले ट्रेन हो हैन, एउटा डब्बा भएको एउटा बस जस्तो हैन, त्यो चाहिँ इलेक्ट्रोनिक्सबाट लाइटबाट चल्ने हो यहाँ चाहिँ। अनि यहाँ चाहिँ पहिला चाहिँ यहाँ चाहिँ के थियो भने चाहिँ यो यहाँ चाहिँ तपाईको चाहिँ जस्तो चाहिँ पैसा अडियो भने चाहिँ लक भन्ने हुन्थ्यो। तपाईलाई म त्यसको उ पनि देखाइदिन्छु। यो अहिले चाहिँ बन्द गरिदिएको यो चाहिँ, तर चाहिँ पैसा चाहिँ पहिला चाहिँ यहाँ चाहिँ 1 रुपैयाँ राखेर चाहिँ पैसा अडियो भने चाहिँ त्यो लग हो भन्ने हुन्थ्यो। पहिला यहाँ पैसा हुन्थ्यो पहिला चाहिँ। अहिले चाहिँ यो सिस्टम चाहिँ हटाइदिएको रहेछन्। अब किन हटाइदियो, फोहोर गरे भनेर पनि होला सायद। मैले चाहिँ यो चाहिँ पैसा चाहिँ यहाँ छोड्दिन्न। म एउटा दुईटा पनि छ पैसा चाहिँ। पहिला यहाँ चाहिँ किस्मत अजमाइन्थ्यो, छैन रहेछ। 1 रुपैयाँ चाहिँ छैन मसँग। 1 रुपैयाँ नभएको हुनाले चाहिँ सायद यहाँ हुन सक्न पर्छ जस्तो लाग्छ। पैसै नहुने भन्नु त छैन हैन, तर 1 रुपैयाँ चाहिँ छैन रहेछ। 1 रुपैयाँ मात्र 1 एन भन्छ, एन हो, तर चाहिँ अहिले चाहिँ छैन है, रहेन रहेछ। न तपाईलाई मैले देखाइदिन्थेँ त्यो सिस्टममा चाहिँ यहाँ चाहिँ पैसाहरू चाहिँ पानीमाथि तरियो भने चाहिँ तपाईको किस्मतले चाहिँ तपाईलाई साथ दियो भन्ने हुन्छ। तर चाहिँ त्यो चाहिँ भरम हो, यो चाहिँ रियल चाहिँ होइन, त्यो भरम हो। किनकि 1 रुपैयाँको सिक्का भनेको सानो एकदम ओइटी हुँदै हुन्न, एकदम लाइट हुन्छ। त्यो पनि अब तपाईको चाहिँ सिल्टीको हो कि के को, त्यो एल्युमिनियमको होला। त्यो राख्यो भने त्यो तरिन्छ नै, त्यो अलि सिस्टममा राख्यो भने तरिन्छ। अनि यो लाइटहरू देख्न सक्नुहुन्छ हैन। अब हामी चाहिँ अब यहाँदेखि बिस्तारै अब घरतिर जाँदैछौँ, ओसाकातिर जाँदैछौँ। अहिले चाहिँ म चाहिँ ओसाका छैन, यो ओसाकादेखि बाहिर हो। यो चाहिँ क्योतो भन्ने ठाउँमा, क्योतोको यो चाहिँ आरएसएमा भन्ने ठाउँको यो चाहिँ लाइट अब यो चाहिँ देख्न सकिन्छ। अनि चाहिँ तपाईँको चाहिँ यहाँको डिजाइनहरू भयो। अनि त्यसपछि यो थान्कामा चाहिँ आर्ट गरे जस्तो छ यिनीहरू सबै हैन। अनि त्यसपछि चाहिँ हामीले चाहिँ अब यहाँदेखि चाहिँ पहिला चाहिँ माथि त्यो लाइट पनि हेऱ्यौँ। अनि लाइट हेरिसकेपछि त्यसपछि चाहिँ अब चाहिँ बिस्तारै अब निक्लिनुपर्छ, घरतिर जानुपर्छ भन्ने पनि भयो। अनि त्यसपछि चाहिँ अब चाहिँ घरको लागि तयारी गर्दैछौँ। तपाईँको चाहिँ 9:30 बज्न लागिसक्यो हैन। समय पनि समयको पाबन्दी पनि छ, भोलि फेरि बिहानै काम छ। अनि पछाडि मान्छेहरू पनि छन् भाइ, बिस्तारै है। अब हाम्रो क्यामेराम्यान दुर्गेश भाइले क्यामेरा गर्दै हुनुहुन्छ। अनि हल्का त्यही भएर चाहिँ पछाडि मान्छेहरू पनि छन्, टिकटकहरू बनाउँदैछन्, भिडियोहरू बनाउँदैछन्। अनि त्यो भाइ बहिनीहरू साना भाइ बहिनीहरू छन्। किनकि अब सबै यहाँ यो ठाउँमा भनेको राति खासै मान्छे बस्दैनन्। जति भिडभाड हुने हो, दिनमै भिडभाड हुने हो। अब यो समयमा चाहिँ मान्छेहरू हुँदैनन् के। यो समयमा मान्छेहरू किन हुँदैनन् भने चाहिँ किनकि अब छैन, घुम्ने ठाउँै छैन हैन। माथि बन्द गरिदियो 9 बजे, अब 2-4 जना यताउति हुन्छन्। त्यसपछि 10 बजेसम्म त यहाँ सुनसान हुन्छ, डर लाग्छ हैन। अहिले त अलि माहौल हो, 9 बजेसम्म छ, नत्र त यो 8 बजे नै हुने हो। अब त्यहाँनिर ट्रेनहरू रोकिराखेको छ। अनि म ट्रेनको त्यो भिडियो बनाउँदाखेरि चाहिँ एकजना चाहिँ नबना पनि भन्यो, हट भन्दै थियो। अनि त्यसपछि चाहिँ बनाउन चाहिँ, तर त्यसको चाहिँ थुतु नै खिचे जस्तो गरेको अरे उसले। तर उसको चाहिँ मैले चाहिँ फेस खिच्न चाहिँ खिचेको होइन, तर चाहिँ उसलाई चाहिँ मेरो फेस खिचे जस्तो पनि लाग्यो होला। उसको फेससँग त मलाई के सरकार थियो र, सरकारै थिएन हैन। उसको फेस उसँग थियो हैन। मैले चाहिँ खास चाहिँ ट्रेनको भिडियो खिच्न खोजेको, तर चाहिँ त्यसले चाहिँ गर्दै थियो, रिसाए जस्तो गर्थ्यो। मैले नेपालीमा यो थान्काको बारे, यो थान्का त होइन होला जस्तो लाग्छ हैन भाइ। तर चाहिँ हेर्दाखेरि हामीलाई चाहिँ यसको डिजाइनहरू हेर न, यतातिर हेर न, यो डिजाइनहरू हेर्न सकिन्छ। यस्तो राम्रो डिजाइनहरू छ। यो थान्का जस्तो छ, तर चाहिँ यो चाहिँ थान्का चाहिँ होइन जस्तो लाग्छ, प्रिन्ट गरेको जस्तो लाग्छ बाहिर हैन। यो चाहिँ हेर्दाखेरि पनि ठ्याक्कै थान्कामै आर्ट गरे जस्तो छ हुन चाहिँ। यो चाहिँ थान्काको कपी होला कि, यो चाहिँ थान्काको कपी होला जस्तो लाग्छ जहाँसम्म लाग्छ हैन। अनि यो चाहिँ कस्तो छ भने यो बाहिर चाहिँ सिसा छ, त्यो नफुट्ने खालको सिसा छ यो चाहिँ हैन। त्यो चाहिँ अब चाहिँ अलिक त्यस्तै खालको होला। त्यसपछि चाहिँ सिसाभित्रदेखि फेरि यो थान्काको गोलो बनाएर राखेको छ, त्यसभित्रदेखि फेरि लाइट राखेको छ हैन। यो पानी सानी पर्दा जे गर्दा पनि यो केही हुँदैन। तर यही लाइटले गर्दाखेरि पनि यहाँ चाहिँ एकदम आकर्षक बनाइदिएको छ कि हैन, एकदम राम्रो बनाइदिएको छ कि। सिर्फ लाइटले मात्रै पनि एकदम बवाल देखिएको छ यहाँ चाहिँ ठाउँ चाहिँ। अनि त्यसपछि चाहिँ अब यहाँको चाहिँ लास्ट ट्रेन अब 2 जनालाई बोकेर गयो ट्रेनले, 2 जना कि 1 जनालाई मात्रै बोकेर गयो हैन। अब लास्टमा भनेको चाहिँ यहाँदेखि अब उताको अर्को हाम्रो चाहिँ उसको लाइन गयो चाहिँ, त्यसपछि चाहिँ हाम्रो चाहिँ हिमेसी भनेपछि उतादेखि जानु रहेछ हैन। 2टा लाइन यहाँदेखि उता गएपछि नरिका गर्नु पर्दो रहेछ। यो स्टेसन हो, जापानको स्टेसन हो यो चाहिँ, हेर्न सकिन्छ। राम्रो छ स्टेसन चाहिँ, राम्रो छ हैन। समय यो टाइम लिस्ट हो, 24 बजेको रहेछ लास्ट ट्रेन भनेको। 24 बजे भनेको त कति 12 बजेको हैन,
24 भनेको 12 बजेको लास्ट ट्रेन रहेछ यहाँ चाहिँ 24 भने 12 कतिको छ कुनै लास्ट ट्रेन छ जे होस् जापान सरकारले चाहिँ सबै कुराहरूको सुविधाहरू दिएको छ एकदम राम्रो छ तपाईँ पनि आइदिनु होला यो ठाउँमा आउनलाई चाहिँ पैसा लाग्दैन घुम्न आउनु हैन अब हामीले त्यही भन्ने हो गरे घुम्न आउनु भन्ने हो हैन अरु त के भन्न सकिन्छ र अब घुम्न पनि अब गाह्रै छ पैसा हुँदैन अब भने जस्तो पनि हुँदैन सोच जस्तो पनि हुँदैन भने जस्तो सोच जस्तो नभएपछि त्यस्तै हो कि जिन्दगी भन्ने कुरा त्यस्तै हो इमानदारीले पनि नचल्ने जिन्दगी बेइमानीले गरे पनि जिन्दगी नचल्ने त्यस्तै छ म चाहिँ हल्का जान्छु है अब अहिले चाहिँ बन्द गरौँ टोयलेट सुन्दैछ